नमस्कार, मेरो नाम दिलकुमारी घिसिङ। मेरो घर हेटौँडा 14 नयाँ बस्ती। मेरो बुवालाई चाहिँ पाइल्सको बिरामी हुनुहुन्थ्यो पहिल्यैदेखि। योभन्दा कति 72 सालदेखि ब्लड बगाइ अब ब्लड बगेर अन्त पनि चेक गराएको थियो, बाहिर मेडिकलतिर हस्पिटलतिर चेक गराएको थियो। त्यहाँतिर नि औषधि खाएर नि कमै भएन। ब्लड गएको भएर पछि ब्लड नपुगेर हेटौँडा हस्पिटलमा 5 दिन भर्ना भयो। 5 दिन भर्ना भएर ब्लड चढाएर त्यहाँबाट ब्लड पुगेर फेरि यता हाम्रै गाउँको काकाले त्यहाँ जानु पञ्चमुली आयुर्वेदिक औषधिमा, त्यहाँ गएर सल्लाह गर्नु, डाक्टरसँग सल्लाह लिनु, त्यहाँ ठिक हुन्छ भन्नुभएको थियो। अनि त्यही भएर यता आएर सरसँग सल्लाह लियो अनि अपरेसन पनि गर्यो। अब पाइल्स पनि थियो, भित्र आन्द्रामा घाउ पनि थियो, त्यो पनि ठिक भयो, पाइल्स पनि ठिक भयो। यदि तपाईँहरूलाई पनि यस्तै रोग छ भने पञ्चमुली आयुर्वेदिक औषधिमा जानु, सल्लाह लिनु, त्यहाँ एकदम राम्रो औषधि हुन्छ। बुवा त्यसो भए के भन्नुहुन्छ तपाईँ तब? मैले त राम्रो भयो भन्ने। अहिले कस्तो छ? पहिला चाहिँ कस्तो हुन्थ्यो, अहिले चाहिँ के हुन्छ त्यो भन्नु त? पहिले त अब 5-10 मिनटमै दौडिनु पर्ने, रगत जाने, दिशामा पुरै रगत रगत जाने। अनि अहिले छैन, रगत छैन, फिटिकै आउँदैन। ल धन्यवाद तपाईलाई आफ्नो कुरा राखिदिनु भएकोमा।